नेपालको सबैभन्दा एनपिएलमा पैसा लगाएको कुन टिम छ त म भन्छु कुन टिम छ भनेर। जनकपुर बोल्स सबैभन्दा अहिले प्राइज लगाएको छन् आफ्नो टिममा। के यसपालि 2083 मा एमपिएलको सिजन 3 मा आफ्नो सिल्कप उठाउन सक्छ? 2024 मा उठाएको थियो र आफ्नो यसपालि पनि उठाओस् भनेर सबैको आशा छ। जनकपुर बोल्सको फ्यान धेरै क्रेजी रहेको छ, त्यसैले तपाईहरु सपोर्ट गर्नुहोला र लाइक गर्नुहोला यस भिडियोको र सबै साथीमा आफ्नो साथीमा चाहिँ यो भिडियोलाई शेयर गर्नुहोला र लाइक गर्नुहोला। सबैभन्दा थाहै छ सबैभन्दा तगडा टिम जनकपुर बोल्स रहेको छ, त्यही पनि मलाई लाग्छ कि यसपालि होइन, यसपालि त्यो लुम्बिनी लायन्स गएको छ। किन भन्दाखेरि त्यसमा टिमहरु छ। 2082 को चाहिँ लुम्बिनी लायन्सले उठाएको छ। यसपालि जनकपुर बोल्सले के उठाउन सक्छ सिल्कप? त तपाईहरु कमेन्ट गर्नुहोला र सब्स्क्राइब गर्नुहोला। धन्यवाद।